नमस्कार। आज हामी पण्डित श्रीराम शर्मा आचार्यज्यूको एउटा निकै महत्त्वपूर्ण कृति महिलाको महानताबारे कुराकानी गर्दैछौँ। यो किताबले महिलाको भूमिका र समाजमा उनीहरूको स्थानलाई लिएर एउटा गहिरो दृष्टिकोण राख्छ। अब प्रश्न उठ्छ, आजको समयमा यी विचारहरू कतिको सान्दर्भिक होलान् त? आउनुहोस् मिलेर यसको खोजी गरौँ। आजको हाम्रो चर्चामा हामी सबैभन्दा पहिले नारीलाई मानवताको निर्माताको रूपमा हेर्नेछौँ। त्यसपछि समाजको असन्तुलित रथको कुरा गर्नेछौँ र यसले ल्याएका समस्याहरू र सुधारको आवश्यकतालाई पनि केलाउनेछौँ। अनि धर्मको प्राचीन आदर्शलाई सम्झिँदै अन्त्यमा सशक्त नारीले कसरी एक उन्नत समाज बनाउँछ भन्ने विषयमा कुरा गर्नेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, नारी मानवताकी निर्माता। यहाँ हामी एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण प्रश्नमा केन्द्रित हुनेछौँ। समाजको निर्माणमा महिलाको खास भूमिका के हो त? आचार्यज्यूको दृष्टिकोणमा यो भूमिका सामान्य होइन, यो त सृष्टिकर्ताको भूमिका हो जसले सिङ्गो मानवताको जग बसाल्छ। यहाँ आचार्यजीले भन्नुभएको छ, मनुष्यकी निर्मात्री नारी नै हुन्। यो भनाइले एउटा गहिरो सत्यलाई औल्याउँछ। सोच्नुहोस् त, यदि महिला नै मानिसको निर्माता हुन् भने उनीहरूको अवस्थाले नै त समाजको अवस्था कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ, होइन र? यही नै हो उनीहरूको शक्तिको सबैभन्दा ठूलो स्रोत। अब यसलाई अझै सरल तरिकाले बुझौँ। आमालाई पहिलो शिक्षिका अर्थात् आदि गुरु भनिएको छ, किनभने बच्चाको शरीर, मन, स्वभाव सबै आमाकै रगत, विचार र भावनाबाट बन्छ। मतलब आमाको स्वास्थ्यले आउने पुस्ताको भविष्य नै कोर्छ। अब भन्नुहोस्, यदि समाजको जग यानि कि महिला नै कमजोर भइन् भने त्यसमाथि बन्ने घर बलियो होला त? पक्कै हुँदैन। त्यसैले त समाजको विकासको कुरा गर्दा महिलाको विकासलाई केन्द्रमा राख्नु एकदमै जरुरी छ। ल, महिला समाजको जग हुन् भन्ने कुरा त हामीले गर्यौँ, तर के हामीले साँच्चै त्यो जगलाई बराबर महत्त्व दिएका छौँ त? अब हाम्रो दोस्रो खण्डले यही प्रश्नको जवाफ दिन्छ, एउटा निकै शक्तिशाली उदाहरणको साथ समाजको असन्तुलित रथ र यो असन्तुलनले कस्तो परिणाम निम्त्याउँछ त्यो पनि हेरौँ। अनि समाजको अवस्था कस्तो छ त? हेर्नुहोस्, एउटै समाज तर बाटो दुईटा। एकातिर पुरुषको प्रगतिको लागि अवसर, सुविधा, सुरक्षा सबै कुरामा ध्यान दिइन्छ। अर्कोतिर महिलाहरूलाई हरेक क्षेत्रमा पछाडि पारिएको छ। अब आफै सोच्नुहोस् न, जब समाजको आधा हिस्सा नै पछाडि छुट्छ भने पुरै समाजले कसरी गति लिन सक्छ र? यो रथको उदाहरणले त हाम्रो समाजको अवस्थालाई छर्लङ्गै पार्छ। कल्पना गर्नुहोस्, समाज एउटा रथ हो अनि पुरुष र महिला त्यसका दुई पाङ्ग्रा। अब यदि एउटा पाङ्ग्रा ठूलो र अर्को सानो भयो भने के हुन्छ? त्यो रथ राम्ररी घुड्न सक्छ? सिधा हिँड्न सक्छ? सक्दैन नि, होइन र? समाजको हालत पनि त्यस्तै भएको छ। त्यसो भए यो रथको गतिलाई रोक्ने वास्तविक बाधाहरू के हुन् त? अब हाम्रो तेस्रो खण्डमा हामी समाजमा गहिरोसँग जरा गाडेर बसेका यिनै समस्याहरू र तिनलाई सुधार्न के गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। यहाँ केही मुख्य सामाजिक चुनौतीहरूको कुरा गरिएको छ, जस्तै दाइजो प्रथा। यो त समाजको लागि एउटा अभिशाप नै हो। त्यसैगरी महिलालाई उनीहरूको इच्छा विपरीत कुनै कुरामा बाध्य पार्नु, उनीहरूको अनादर गर्नु, अनि शिक्षाको नाममा ज्ञानभन्दा बढी सतहीपन सिकाउनु र विधवा दिदीबहिनीहरूप्रति गरिने अनादर, यसले त हाम्रो करुणा र मानवतामाथि नै प्रश्न उठाउँछ। यी सबै समस्याहरूमा तुरुन्तै सुधारको खाँचो छ। तर एउटा प्रश्न यहाँ उठ्छ कि अहिलेको आधुनिक शिक्षाले मात्रै सबै समस्या समाधान गर्छ त? आचार्यज्यूले यहाँ एउटा गम्भीर प्रश्न उठाउनु भएको छ। के आजको शिक्षाले महिलालाई साँच्चै बलियो बनाउँदैछ, वा कतै यसले भौतिकवाद र देखावटीपनलाई बढावा दिएर उनीहरूलाई आफ्नो खास कर्तव्यबाट टाढा त लगिरहेको छैन? यो सोच्नुपर्ने कुरा हो। अब अलिकति फरक प्रसङ्गमा जाउँ। धर्मको प्राचीन आदर्श कस्तो थियो त? यसलाई बुझ्नको लागि द्रौपदीको कथा एउटा राम्रो उदाहरण हुन सक्छ। यो कथामा सत्यभामाले द्रौपदीलाई सोध्छिन्, हे द्रौपदी, तपाईँ कसरी यी शक्तिशाली पाण्डुपुत्रहरूमाथि शासन गर्नुहुन्छ कि उनीहरू तपाईँसँग कहिल्यै रिसाउँदैनन्? यो प्रश्न हेर्दा सामान्य लागे पनि यो निकै गहिरो छ। सत्यभामा वास्तवमा द्रौपदीको त्यो सम्मान र प्रभावको रहस्य जान्न चाहन्छन्। अनि द्रौपदीको जवाफमा कुनै जादु टुनाको कुरा थिएन, बरु उनको आचरणको कुरा थियो। उनी भन्छिन्, म आफ्नो इच्छा, घमण्ड र अहङ्कारलाई नियन्त्रणमा राख्छु। उनी भक्ति र विनम्रताले सबैको सेवा गर्छिन्।
घर र सामानहरू सधैँ सफा र व्यवस्थित राख्छिन् अनि कहिल्यै कसैलाई नराम्रो शब्द बोल्दिनन् र खराब महिलाहरूको सङ्गत गर्दिनन्। परिवार, पाहुना र ठूला बडाप्रतिको आफ्नो कर्तव्यबाट उनी कहिल्यै पछि हट्दिनन्। हो, यिनै गुणहरूले नै उनलाई सबैको प्रिय र सम्मानित बनाएको थियो। र उनको कुराको सार के थियो भने एक महिलाको सबैभन्दा ठूलो गुण भनेको आफ्नो पतिप्रतिको भक्ति हो, जसलाई उनी आफ्नो शरण र मार्गदर्शक मान्छिन्। अब यो द्रौपदीको कथाले त्यस समयको एउटा प्राचीन धार्मिक आदर्शलाई देखाउँछ। यो दृष्टिकोण अवश्य पनि त्यस युगको सामाजिक संरचना र विश्वासमा आधारित थियो। ल, प्राचीन आदर्शको कुरा त भयो, अब अगाडि हेरौँ। आजको दिनमा एक सशक्त नारी र उन्नत समाजको लागि बाटो कस्तो हुनुपर्छ त? आउनुहोस्, हाम्रो अन्तिम खण्डमा यही विषयमा चर्चा गरौँ। त्यसो भए सही बाटो के हो त? आचार्यज्यूले मध्य मार्ग अपनाउनु पर्छ भन्नुहुन्छ। यसको मतलब के हो भने पहिलो कुरा, महिलालाई साँचो शिक्षा दिनुपर्छ। किताबको ज्ञान मात्र होइन, शास्त्र, स्वास्थ्य, गृह विज्ञान र बच्चा हुर्काउने ज्ञान पनि दिनुपर्छ। दोस्रो, सतहीपनलाई त्याग्नुपर्छ। साँचो स्वतन्त्रता भनेको पश्चिमको नक्कल गर्नु वा आफ्नो कर्तव्यलाई भुल्नु होइन। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, पारस्परिक सम्मान। पतिले पत्नीलाई दासी होइन, बराबरको साथी अर्थात् अर्धाङ्गिनी मान्नुपर्छ। अनि चौथो, महिलामा जन्मजात हुने धैर्य, सहनशीलता र भित्री शक्ति जस्ता गुणहरूलाई चिन्नु र सम्मान गर्नुपर्छ। किनभने जब एक महिला शिक्षित र संस्कारी हुन्छन्, उनी समाजको लागि वरदान साबित हुन्छन्। यो कुरा बुझ्नु जरुरी छ। महिलालाई सशक्त बनाउनु भनेको एउटा व्यक्तिको मात्रै विकास गर्नु होइन, यो त पुरै समाजमा ज्ञान र संस्कारको उज्यालो छर्नु जस्तै हो। एउटी शिक्षित महिलाले एउटा परिवार मात्रै होइन, सिङ्गो समुदायलाई नै डोर्याउन सक्छिन्। र अन्त्यमा आचार्यज्यूको यो भनाइलाई मनन गरौँ। एक असल आमाको समाजमा पूजनीय, अतुलनीय र अमूल्य स्थान हुन्छ। यो एउटा निकै शक्तिशाली विचार हो। सायद महानताको साँचो अर्थ पनि यही होला, आफ्नो सृजनाले सम्पूर्ण समाजलाई सिञ्चित गर्नु, पोषित गर्नु। यही विचारको साथ आजको यो चर्चालाई यही बिट मारौँ। नमस्कार।